हेलो साथीहरू, जोरले नमस्कार। वेलकम ब्याक टु माई न्यू भिडियो। हिजो जस्तै आज पनि हजुरहरूको सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हामी घुम्दै चोकतिर आएको थियौँ अनि चोकतिर आएको साथीहरू गर्मीले हैरान भयो। अनि असारको महिनामा पनि पानी नपरेर हैरान छ। अनि साथीहरू यहीँ खेती पनि भएको छैन पानी नपरेर। साथीहरू घामले गर्दा यहाँ ठाडै बुट्टाहरू मरेको छ यतातिर। ठाडै गरे हजुरकोतिर के कस्तो छ, रोपाइ भयो कि भएन हजुरकोतिर? साथीहरू हेर्नुहोस् हाम्रो गाउँ यस्तो छ। हाम्रो गाउँको रोड हेर्नुहोस् साथीहरू। मेरो साथी हेर्नुहोस्, आज यहाँ साइकलमा हामीहरू यसो चोकतिर गएको थियौँ। साथीहरू हेर्नुहोस् न, हाम्रो गाउँतिर रोपाइ नभएर यस्तो छ। हजुरको गाउँतिर रोडतिर यस्तरी केराहरू पलेको छ साथीहरू। हेर्नुहोस् न, त्यो भ्यूलाई कसरी मान्छे पुगिरहेछ। साथीहरू जाने पनि नजाने पनि बलक बनाउने कोसिस जारी छ साथीहरू। अब हामी चाहिँ घर आइपुग्न लागिसक्यौँ। घरतिर आँप कतिको फलेको छ। हाम्रो घरतिर त धेरै खासै आँप फलेको छैन। हामीहरू चाहिँ अहिले घर आइपुग्यौँ साथीहरू। हजुरहरू के गर्दै हुनुहुन्छ? हामीहरू चाहिँ अब यसो बसिरहेको छ। आँप झारेछ है, यत्रो आँप झरिरहेछ। आँप चाहिँ झरिसकेछ। अब आँप खाने हो, अब झरिसकेको आँप झार्नलाई चाहिँ यति धेरै दुःख गर्नु पऱ्यो है साथीहरू। पुरा लट्ठीले हानी रुखो चढ्नु सक्दैनौँ नि त हामी, त्यही भएर। हेलो गाइज, अब हामीहरू बाख्रा हेर्न जाँदैछौँ आज। बाख्रा गोठाला हाम्रा बाख्रा यति धेरै छन्। गाइजहरू हेर्नुहोस् न, यस्तो असारको महिनामा पनि यस्तो घाम लागेर यस्तो खरेरी भइरहेछ। हाम्रो यतातिर रोपाइ पनि भएको छैन, यस्तो खरेरी भइरहेछ। हजुरहरूकोतिर रोपाइ सुरु भयो कि के भयो? बाख्रा चराउने ठाउँमा आइपुग्यौँ साथीहरू। यस्तै हाम्रोतिर यस्तो घाँस भैँचामा चलाउँछौँ हामीहरूले। यसो बाँझो हो साथीहरू। अब चाहिँ हामी घर जान लाग्यौँ बाख्रा लगेर। जानी नजानी भए पनि यति भिडियो बनाएको छु, हेरेर माया गरिदिनु होला। लाइक, सेयर, कमेन्ट गरिदिनु होला साथीहरू। बाई बाई साथीहरू।